तपाईँलाई जुन दिन राज्य मिल्दै थियो त्यही दिन भन्नुभएको छ। उनीहरूको अगाडि सधैँ खुसी रहनुहोस् जो तपाईँलाई मन पराउँदैन, किनकि तपाईँको खुसीले उनीहरूलाई सुकुन दिन्छ। सुन्दर अनुहारभन्दा सुन्दर व्यवहारले सबैको प्रिय हुन्छ। अनुहार त उमेरसँगै बदलिन्छ, स्वभाव नै हो तपाईँलाई जीवनभर साथ दिने। आफ्नो सपनाहरूको गन्तव्य अरूसँग सोध्नुभयो भने तपाईँ विचलित हुनुहुनेछ, किनकि तपाईँको सपनाको महत्त्व तपाईँ जति अरूले बुझेका हुँदैन। मन सफा छ भने हर गल्ती माफ हुनेछ। हिसाब तपाईँको कमाइको होइन, तपाईँको कर्मको हुन्छ। एक नियम राख्नुहोस्, सिधा बोल्नुहोस्, सत्य बोल्नुहोस् र साम्य बोल्नुहोस्। जो आफ्ना हुन्छन् उनीहरू सम्झिनेछन् र जो पराई हुन्छन्